DV 2026 को नतिजा प्रकाशन सम्बन्धी विस्तृत जानकारी। सम्पूर्ण DV 2026 का उत्सुक आवेदक महानुभावहरूलाई यो सूचना जारी गरिएको छ। अमेरिकी विदेश मन्त्रालयले आज हालको अमेरिकी समयअनुसार डाइभर्सिटी भिसा DV कार्यक्रम 2026 को नतिजा सार्वजनिक गर्ने सम्भावना रहेको छ। यस बहुप्रतीक्षित नतिजालाई आवेदकहरूले आधिकारिक वेबसाइट link2dvprogram.state.gov मा पहुँच गरी हेर्न सक्नुहुनेछ। आफ्नो आवेदनको स्थिति जाँच गर्न प्रत्येक आवेदकले आफ्नो अद्वितीय पुष्टि नम्बर, कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ, जुन अनलाइन दर्ता प्रक्रिया सम्पन्न भएपछि प्रदान गरिएको थियो। यसका अतिरिक्त प्रणालीले आवेदकको अन्तिम पारिवारिक नाम ठिक त्यही हिज्जेमा जुन आवेदनमा उल्लेख गरिएको थियो र जन्मवर्ष इयर अफ बर्थ पनि सोध्न सक्छ। त्यसकारण नतिजा हेर्नुअघि यी विवरणहरू तयार राख्न सल्लाह दिइन्छ। यहाँ विशेष रूपमा ध्यान दिनुपर्ने कुरा के छ भने अमेरिकी सरकारले DV कार्यक्रमको नतिजाबारे कुनै पनि व्यक्तिगत इमेल वा फोन कल मार्फत जानकारी गराउँदैन। यदि तपाईले यस्तो कुनै सन्देश प्राप्त गर्नुभयो भने त्यो सम्भवतः ठगी वा गलत सूचना हुन सक्छ। त्यसैले त्यस्ता शंकास्पद गतिविधिहरूबाट सचेत रहनुहोस्। साथै केही व्यक्ति वा संस्थाहरूले नतिजा हेरिदिने वा छिटो जानकारी दिने भन्दै शुल्क असुल्न खोज्न सक्छन्। यस्ता बिचौलियाहरूको प्रलोभनमा नपर्नुहोस्। DV नतिजा जाँच गर्ने आधिकारिक र निशुल्क माध्यम भनेकै अमेरिकी विदेश मन्त्रालयको वेबसाइट link2dvprogram.state.gov हो। अन्य कुनै पनि स्रोतबाट प्राप्त जानकारी भरपर्दो नहुन सक्छ। DV कार्यक्रम विश्वभरका व्यक्तिहरूका लागि संयुक्त राज्य अमेरिकामा स्थायी रूपमा बसोबास गर्ने अवसर प्रदान गर्ने एक महत्त्वपूर्ण कार्यक्रम हो। यसको छनौट प्रक्रिया पूर्णतया कम्प्युटरद्वारा अनियमित रूपमा गरिन्छ। नतिजा सार्वजनिक भएपछि सफल आवेदकहरूलाई भिसा प्रक्रिया र अन्तर्वार्ताका लागि थप निर्देशनहरू प्रदान गरिनेछन्। हामी सबै आवेदकहरूलाई धैर्यतापूर्वक आधिकारिक वेबसाइटमा मात्र भर पर्न र कुनै पनि गलत सूचना वा अफवाहबाट टाढा रहन आग्रह गर्दछौं। तपाईहरूको प्रयास सफल होस् भन्ने शुभकामना।